आज म एज अ ब्लाइन्ड बनेर डिफ्रेन्ट होमलेस मान्छेहरूलाई हेल्प गर्नेवाला छु। बिफोर द्याट वाइ आई एम डुइङ दिस एज अ ब्लाइन्ड, त्यसको पछाडि थुप्रै रिजन छ एन्ड इट्स एन एक्सपेरिमेन्टल भिडियो वेयर आई एम डुइङ एक्ट अफ अ ब्लाइन्ड एन्ड हेल्पिङ अ होमलेस पिपुल। तर ब्लाइन्ड भएर नै किन, त्यसको पछाडि एउटा रिजन छ र त्यो रिजन हो सो हियर इज द क्लोथ। यहाँ चाहिँ कपडाहरू छ जो चाहिँ म होमलेस मान्छेहरूलाई दिनेवाला छु। यहाँ छ फुड, सो फिलअप म चाहिँ फिलअप चाहिँ कार्टुनमा गर्नेवाला छु। फाइनल्ली यहाँ चाहिँ 1 बक्स, यहाँ चाहिँ 2 बक्स। अब चाहिँ यो दुइटै बाट्ने हो र त्यो बाट्नुभन्दा अगाडि चाहिँ म ब्लाइन्डको बेस गर्छु। ब्लाइन्डको लागि के चाहिन्छ? ब्लाइन्डको लागि सबभन्दा चाहिन्छ एउटा चस्मा, जो कि यहाँ रहेको छ ब्लाइन्डको लागि। अनि अर्को के चाहिन्छ? अर्को चाहिन्छ यो डन्डा। सो यो दुइटा भयो भने म चाहिँ कम्प्लिटली ब्लाइन्डको बेसमा आउँछु। अब लेट्स ड्रेस अप। अब म गइराखेको छु। पछाडि देख्न सक्नुहुन्छ बाजे, छोरा बाजे। सायद मलाई होमलेस जस्तो लाग्नु हो। अब म जान्छु होइन, अब एक्टिङ गरेर जान्छु ब्लाइन्ड भएर, अनि लास्टमा त हेल्प गर्ने नै छु म। सो लेट्स जाउँ है त। अब बाजे म यहाँ बस्न सक्छु? यहाँ बसेँ म। कहाँ बस्नुहुन्छ हजुर? अनि के खानुपर्ने खाना? ए यहाँ कहाँ आउनु भयो? भोक लागेको छ हजुरलाई? के खानुहुन्छ? मैले ल्याएको छु खानेकुराहरू। म आँखा देख्दिनँ क्या, अन्ध हो। आज मेरो जन्मदिन, अनि हजुरलाई सानो गिफ्ट ल्याएर आएको थिएँ, दिन सक्छु? सानो सहयोग मेरोबाट। तल खानेकुराहरू छ यहाँ होइन हजुरलाई। हजुर खानु होला है? लिनु, राख्नुहोस् हजुरलाई। राख्नु के हुन्न, मेरोबाट सहयोग हो सानो, बढियो कि मेरो जन्मदिन, राख्नुहोस् मेरोबाट। राख्नुहोस् है। हुन्छ, धन्यवाद। बाई बाई। बाई बाई। सो फाइनल्ली हामीले चाहिँ एउटा दिइसक्यो, अनि साह्रै गाह्रो हुने रहेछ हेरेर गर्न। सो अब चाहिँ हामी एउटा बक्स पाएको छ तल क्यामेरामा। लेट्स सी अब के गर्ने यो बक्सको। मौसम पनि राम्रो छ, आज घाम पनि लागेको छैन। अब हेरौँ के हुन्छ। अब नेक्स्ट बक्सको लागि म के गर्छु भन्दाखेरि एउटा इन्ट्रेस्टिङ काम गर्छु। त्यो के हो भन्दाखेरि चाहिँ म चाहिँ एज अ स्ट्रेन्जर मङ्की मास्क लगाएर होमलेसको ठाउँ जानेछु, अनि लाइक केही पनि नबोलेर ट्याक्कै राखिदिएर जानेवाला छु कन्टिन्यू। अनि त्यसपछि उहाँको रियाक्सन हेर्न रमाइलो हुनेछ। त्यसको लागि यहाँ छ मङ्की मास्क। लेट्स गो। अब यसो जाउँ। Let's go. फाइनली चाहिँ उहाँ हाम्रो बक्स खोलिराख्नु भएको छ, अनि अब हेरौँ सरप्राइज छ।
हामीले दियो मैले दियो मेरो कपडा लगाइरहेको छ नि उता त्यो वाला क्या ड्रिपी वाला त्यसै गरेर मैले दिएको सामान खोलिसक्नु भयो अनि ज्याकेट पनि लगाइहाल्नु भयो देखिराख नि जुत्ता पनि छ क्या उहाँ जुत्ता लाउनलाई चप्पलमा खुट्टाहरू हुनसक्छ भनेर जुत्ताहरू पनि छ गइहाल्नु भयो त्यही नै थियो That's for today video and hope you like the video. Our next video bubble आउने छ. Thanks for watching. Let's go. Bye. Yes, go.